थ्याङ्क यू सो मच। तिम्रो कपालको बारेमा बोलौँ हिजो राति मेरो फिडमा आएको थियो। त्यो कहिलेको जमानाको भिडियो हो भाइ। मेरो कपालमा म एकदम मतलब म जेलस फिल गर्छु कि जसको कपाल राम्रो हो हुन्छ नि ऊ छ। मेरो नेचुरल कपाल कर्ली हो कि म जान्ने भएर मैले स्ट्रेट गरेर म पछताइरहेको क्या अहिले चाहिँ मैले अब मेरो कर्ली कपाल चाहिँ ब्याक गर्ने सोचिरहेको के कर्ली कपालै गर्ने सोचिरहेको। यो दिदी आइ एम फाइन भाइ। आजको बारेमा भिडियो बनाऊ रे। अब मैले हेर्नु पऱ्यो क्या लास्टै नै ऊ भयो आरसिबी भनेर कर्ली बबाल हुन्छ अरे। त्यही भएर मेरो रियल कपाल चाहिँ डेन्जर कर्ली चाउचाउ हो कि। अब मैले त्यसलाई राम्रोसित उ गर्छु के भन्छन् अरे युटिलाइज गर्छु मेरो कपाललाई। मैले 3चोटि स्ट्रेट गरेँ। मलाई अब चाहिएन स्ट्रेट कपाल। मेरो न्यू कपाल अब छिटै नै हेर्न पाउनुहुन्छ है। मैले हार्दिक पाण्डे अरे मैले चिने हु सुने जस्तो आयो नाम चाहिँ। मलाई नाम चाहिँ थाहा तर मैले गेम पहिले म नेपाल हुँदा चाहिँ अङ्कलहरूले हेर्नुहुन्थ्यो त्यतिखेर चाहिँ सँगै बसेर हेर्थेँ नभए त्यस्तो इन्ट्रेस्ट चाहिँ छैन। आरसिबी भन्दा कोहलीको बारेमा बनाउनु भाइरल रे। अनि त जे होस् खुसी लाग्यो। अब के कुरामा भ्याइयो कि कुरै भ्याइन्छ कि यति छिटो। मेरो भाइ पनि अनलाइन छैन कि नभए त्यो आयो भने गीत गाउँथ्यो। म हेर्छु छ कि नै छैन कि त्यो स्कुल गयो होला। हाई तिमी गाउन गीत मैले गीत गायो भने 18जना हुनुहुन्छ 18जनाबाट 0 हुनुहुन्छ। लाइभै ब्यान्ड होला। अनि मैले के भन्नु लाग्थेँ कैसे हो हम बहुत बढ़िया है आप कैसे हो। हाई गाइस। यस्तो निन्द्रा यतै तपाईँ ओसोमा बस्नुहुन्छ है। मेरो ओसोमा चाहिँ रेस्टुरेन्ट छ म चाहिँ अर्कै ठाउँमा बस्न चाहिँ हुँदै होला। मतलब दिदी हजुरको स्कुल छैन अरे अहिले बिदा छ। हाई के त 18बाट 1800 हुन्छ हुँदैन। आई हेभ लाइक मलाई थाहा म कहाँ छु भनेर मेरो रियालिटी चेक हुन्छ फेरि सबैले बहिनी तिम्रो हिडन ट्यालेन्ट हिडन नै राख भन्छन्। तपाईँ त्यही मान्छे हो आज काठमाडौँमा केपी ओलीको प्रोटेस्ट गर्ने मेन केटी रे। म त्यस्तो काण्डमा छैन है गाइजहरू। म विरुद्ध हो त्यसको विरुद्ध केपी ओलीको विरुद्ध। बालेन्सा जिन्दाबाद हो। अभी आप कहाँ से लाइव हो। मैं जापान से। म नागोया योक्काइची रे। ओजने भन्दा कता पर्छ ए सेम टु सेम। एमा नभन न यार त्यस्तो त मेरो मनै टुटाइदियो यार। मलाई देखिनु छैन सेम टु सेम। कि उहाँभन्दा राम्री भन कि उहाँभन्दा नराम्री भन कि मलाई सेम आई डोन्ट वान्ट सेम टु सेम।
हो जाने भन्दा अलिकति मलाई नेपाली पढ्न बिर्सेँ गाइजहरू म पढेर सुनाउनु चाहिँ के हो यो